डीबी भिजाको इन्टरभ्यूमा के कस्ता प्रश्नहरू सोधिन्छ, त्यसैगरी डीबी भिजाको इन्टरभ्यू नेपालीमा दिन मिल्छ कि मिल्दैन, त्यसैगरी डीबी भिजाको इन्टरभ्यूमा फेल गराउँछ कि गराउँदैन लगायतका विभिन्न विषयमा रहेर आज हामीले छलफल गर्नेछौँ। साथीहरू, डीबी इन्टरभ्यूमा विशेष गरेर तपाईहरूले DS-260 फर्ममा जे कुराहरू भर्नुभएको छ त्यसलाई नै आधार मानेर क्वेसनहरू सोध्ने गरिन्छ। तपाईहरूले राखेका विवरणहरू ठिक छन् या छैनन् भनेर जाँच गर्नको लागि तपाईलाई इन्टरभ्यूमा विभिन्न क्वेसनहरू सोध्ने गरिन्छ। ती क्वेसनहरू तपाईले भरेको विवरणहरूमा आधारित हुन्छन्। त्यसैले तपाईहरूले DS-260 फारम भर्दाखेरि आफ्नो सही विवरणहरू मात्रै राख्ने गर्नुहोला र त्यसमा चाहिँ तपाईहरूले झुटा विवरणहरू राख्ने काम नगर्नुहोला। यदि तपाईहरूलाई त्यसमा झुटा विवरण राखिएको पाइएमा तपाईहरूलाई इन्टरभ्यूमा फेल गराउन सक्ने सम्भावना हुन्छ। डीबी भिजाको अन्तर्वार्तामा तपाईहरूलाई गाह्रो क्वेसन सोधेर फेल गराउने भन्ने चाहिँ हुँदैन, तर तपाईहरूले राखेका विवरणहरू सही छन् या छैनन् भनेर चाहिँ गहिरो तरिकाले जाँच गरिन्छ। यदि तपाईहरूले DS-260 फारममा भर्नुभएका विवरण र तपाईले दिएको जवाब मेल खाएन भने त्यस्तो अवस्थामा तपाईको भिजा रिजेक्सन हुने सम्भावना हुन सक्छ र अथवा थप डकुमेन्ट ल्याऊ अथवा सपोर्टिङ अरू डकुमेन्टहरू ल्याऊ भनेर तपाईको भिजालाई पेन्डिङमा राख्दिन सक्छ। त्यसैले तपाईहरूले DS-260 फारममा जे विवरणहरू भर्नुभएको थियो त्यसको बारेमा राम्रोसँग अध्ययन गरेर के कुराहरू आफूले राखेको छु त्यो सबै कुरा अध्ययन गरेर इन्टरभ्यूको लागि तयारी गर्नुहोला र के कस्ता क्वेसनहरू आउँछन् ती क्वेसनहरूको बारेमा मैले एउटा कलेक्सन लिएर आएको छु। यसमा चाहिँ मैले तपाईहरूको सजिलोको लागि अङ्ग्रेजी र नेपाली दुवैमा अनुवाद गरेर लिएको छु। म तपाईहरूलाई मुख्य कुराहरू बताउँदै जानेछु र तपाईले कुन क्वेसनहरू सोधिन्छ भनेर आफै रिड गरेर पनि हेर्न सक्नुहुनेछ र भिडियोलाई पज गरेर पनि हेर्न सक्नुहुनेछ र कस्ता क्वेसनहरू सोधिन्छ भनेर सबै डिटेलहरूको बारेमा जानकारी लिन सक्नुहुनेछ। साथीहरू, मैले तपाईलाई अघि पनि भनिसके डीबीको अन्तर्वार्तामा विशेष गरेर तपाईहरूलाई तपाईकै विवरणको आधारमा आधारित रहेर क्वेसनहरू सोध्ने गरिन्छ र यस्ता क्वेसनहरू चाहिँ कस्ता खालका क्वेसनहरू सोध्ने गरिन्छ, कुन क्वेसनहरू सोध्ने गरिन्छ भनेर यो मैले पुरै लिस्टहरू बनाएर ल्याएको छु। तपाईहरूले यो लिस्टलाई चाहिँ नि यो भिडियोलाई चाहिँ पज गरेर हेर्न सक्नुहुनेछ र यसमा केही कुराहरू चाहिँ मैले तपाईहरूलाई सर्टकटमा भनिदिनेछु र यो चाहिँ सर्टकटमा भनिदिएको कुराहरू चाहिँ तपाईलाई कुनै कन्फ्युजिङ नहोस् भन्नको लागि भन्नेछु र आफै पनि पज गरेर कस्तो किसिमको क्वेसनहरू सोध्दो रहेछ भनेर तपाईले थाहा पाउन सक्नुहुन्छ र यसको तयारी गर्न सक्नुहुन्छ। साथीहरू, डीबी भिजा इन्टरभ्यूमा सबैभन्दा सुरुमा सोध्ने क्वेसन भनेको तपाईको परिचयबाट सुरु गरिन्छ। परिचय अन्तर्गत तपाईको व्यक्तिगत विवरण सोध्ने गरिन्छ। साथीहरू, यहाँ मैले उपलब्ध गराएका सम्पूर्ण क्वेसनहरू सबैलाई सोध्छ भन्ने हुँदैन। विशेष गरेर यसमै आधारित रहेर यसैलाई बेस मानेर नै क्वेसनहरू सोध्ने गरिन्छ र कतिपय अवस्थामा यदि त्यो मान्छेलाई विवरणमा कुनै शङ्का लाग्यो भने धेरै क्वेसनहरू क्रस क्वेसन गर्नु सोधेर तपाईका विवरणहरू सही छन् या छैनन् भनेर चाहिँ जाँच गर्न सक्छ। तर यो सबै क्वेसन सोध्छ भन्ने हुँदैन। कतिपय व्यक्तिहरूलाई नाम ठेगाना मात्रै सोधेर मात्रै पनि पठाइदिन्छ हैन, उसको मुडको कुरामा पनि डिपेन्ड हुन्छ र कतिपय अवस्थामा कुनै शङ्का लाग्यो केही लाग्यो भनेपछि कुनै झुटा विवरणहरू अथवा झुटा प्रमाणपत्रहरू केही राखेको छ कि भनेर त्यस्तो शङ्का लागेमा मात्रै तपाईको इन्टरभ्यू लामो हुन सक्छ, नत्र भने हुँदैन। साथीहरू, यसमा एउटा विशेष धेरै मान्छेहरूले सोध्ने क्वेसन भनेको डीबीको अन्तर्वार्ता नेपालीमा दिन मिल्छ कि मिल्दैन भन्नुभएको हुन्छ। अवश्य पनि नेपालीमा तपाईले इन्टरभ्यू दिन मिल्छ, तर नेपालीमा इन्टरभ्यू दिँदाखेरि तपाईको इन्टरभ्यू लामो हुन जान्छ। त्यसैको कारणले गर्दाखेरि जतिसक्यो तपाईले यो सिम्पल क्वेसनहरू तपाईहरूलाई डीबीको अन्तर्वार्तामा सोध्ने भएको कारणले गर्दाखेरि तपाईले जतिसक्दो अङ्ग्रेजीमा दिने कोसिस गर्नुहोला। नेपालीमा दिँदाखेरि तपाईलाई त्यहाँनिर भाषा अनुवाद आवश्यक पर्ने हुन्छ र त्यस्तो गर्दाखेरि तपाईले अङ्ग्रेजी नेपाली बनाउँदाखेरि अनुवाद गर्दाखेरि तपाईको इन्टरभ्यू लामो हुन जान्छ र कतिपय अवस्थामा गलत बुझाइको कारणले गर्दाखेरि लामो क्वेसनहरू अथवा क्रस क्वेसनहरू सोधिने भएको कारणले गर्दाखेरि सकेसम्म तपाईहरूले अङ्ग्रेजीमा नै दिनुहोला। अङ्ग्रेजीमा दिँदाखेरि तपाईलाई तपाईकै बारेमा सोधिन्छ र सामान्य क्वेसनहरू सोध्ने भएको कारणले गर्दाखेरि तपाईहरू डराउनु पर्दैन। त्यही भएको कारणले गर्दाखेरि सकेसम्म अङ्ग्रेजीमा दिने कोसिस गर्नुहोला। अब लागु साथीहरू, इन्टरभ्यू सुरु हुँदाखेरि सुरुमा के कस्ता क्वेसनहरूबाट सुरुवात गरिन्छ त्यो विषयमा जानकारी लिउँ। सबैभन्दा सुरुमा तपाईको परिचयबाट सुरु गरिन्छ। परिचय अन्तर्गत तपाईको व्यक्तिगत विवरण पर्ने भयो, त्यसैगरी पारिवारिक विवरणहरू पर्ने भयो, तपाईको शैक्षिक विवरणहरू पर्ने भयो। यो क्वेसनहरूबाट तपाईलाई सुरुवात गरिन्छ। सबैभन्दा पहिले सुरुमा तपाईहरूलाई तपाईहरूको नाम, त्यसैगरी तपाईहरूको जन्ममिति हैन, जन्मस्थान, तपाईको उमेर, त्यसैगरी तपाईको पासपोर्ट नम्बर। यो पासपोर्ट नम्बर पनि तपाईले याद गरिराख्नु होला है। यो पासपोर्ट नम्बरहरू कहिलेकाहीँ तपाईलाई सोधिन सक्छ। त्यस्तो अवस्थामा तपाईले यो पासपोर्ट नम्बरहरू याद गरिराख्नु होला। मैले यहाँनिर अङ्ग्रेजीमा क्वेसन र एन्सरहरूको स्याम्पल पनि राखिदिएको छु, त्यो तपाईहरूले आफैले प्र्याक्टिस गर्नु होला।
त्यसैगरी तपाईको यो स्थायी ठेगाना कहाँ हो भनेर यसरी पनि सोध्न सक्छ। त्यसैगरी तपाईको परिवार सम्बन्धी सोध्ने प्रश्नहरू भनेको तपाईको विवाहित हुनुहुन्छ कि हुनुहुन्न, यदि म्यारिड हुनुहुन्छ भने म्यारिड छु भनेर भन्नुहोला। त्यसैगरी तपाईको बिहेको डेट है, विशेष गरेर यो बिहेको डेटहरू पनि सोधिरहेको हुन्छ, त्यो डेटहरू याद गर्नुहोला बिहे गरेको मान्छेहरूले। त्यसैगरी आफ्नो छोराछोरीहरू कतिजना छन् त्यो पनि तपाईलाई कहिलेकाहीँ सोधिदिन सक्छ हैन। तर त्यो विवरणहरू तपाईले पहिले नै राखिसक्नु भएको हुन्छ, तर पनि तपाईलाई सोध्न सक्छ यो रियालिटी हो कि होइन भनेर कहिलेकाहीँ सोध्न सक्छ। त्यसैगरी तपाईको परिवारमा सदस्यहरू को हुनुहुन्छ हैन। त्यसैगरी बुवा आमाहरूको नाम, प्यारेन्ट्सहरूको नाम पनि त्यो त अभियसली थाहा हुने भइहाल्यो हैन, त्योहरू याद गर्नु होला। त्यसैगरी श्रीमान श्रीमतीको पेसाहरू के हो, अकुपेसनहरू के काम गर्नुहुन्छ, तपाईले त्यो DS-260 फर्म भर्दाखेरि जुन कुरा मेन्सन गर्नुभएको थियो त्यो अकुपेसन बताउनु होला है। त्यसैगरी यहाँनिर शिक्षा सम्बन्धी कुराहरू छ, यो सोध्नुभन्दा अगाडि तपाईहरुलाई डकुमेन्ट माग्छ हैन। डकुमेन्ट माग्यो भने उले जुन जुन डकुमेन्ट माग्छ त्यो डकुमेन्टहरू उलाई दिने हैन। त्यही डकुमेन्ट अनुसार चाहिँ तपाईहरुलाई त्यो डकुमेन्टहरू ओरिजिनल हुन् कि हैनन् हैन, सक्कली डकुमेन्टहरू हुन् कि हैनन् त्यो उनीहरूले क्रस भेरिफाई गर्छन्। तपाईको मेडिकल रिपोर्ट, तपाईको पुलिस रिपोर्ट सबै एउटै ठाउँमा हुन्छ, त्यो सबै एकैचोटी सर्लक्क उले जति बेला माग्छ त्यति बेला दिने। 1 बाइ 1 माग्यो भने 1 बाइ 1 दिने। प्रयासो केसहरुमा चाहिँ एकैचोटी माग्ने गरिन्छ, त्यो भएर सर्लक्क उलाई दिने। उले चाहिएको जति डकुमेन्टहरू राख्छ अनि त्यसपछि तपाईहरुलाई क्रस क्वेशन गर्छ। उले तपाईको डकुमेन्ट लिइसके पनि यी यावत क्वेशनहरू सोध्न सक्छ। सबै क्वेशन सोध्छ भन्ने हुँदैन र कतिपय क्वेशनहरू नसोध्न पनि सक्छ, एक दुईवटा क्वेशन मात्रै सोधेर पठाइदिन पनि सक्छ, धेरै क्वेशनहरू सोध्न पनि सक्छ। कुनै तपाईको डकुमेन्टमा डाउट लाग्यो भने उले धेरै टाइम लिन पनि सक्छ। नातिकन तपाईहरुले यो क्वेशनहरू चाहिँ तयारी गरेर जानु होला। यस्तो सम्भावित क्वेशनहरू भनेको यिनीहरू हुन्, यो चाहिँ तपाईले प्रिपेयर गरेर प्र्याक्टिस गरेर जानु होला है। मैले तपाईहरुलाई हेरेर सजिलोको लागि आन्सर सहित पनि लेखेर हेरेर राख्दिएको छु, तपाईहरुले यो प्र्याक्टिस गर्नु होला। अब तपाईहरुलाई शिक्षा सम्बन्धी केहरू सोध्न सक्छ त भनेपछि तपाईहरु कतिसम्म पढ्नु भएको हो अनि कुन विद्यालय कुन विश्वविद्यालयमा पढ्नु भएको हो, यो चाहिँ तपाईले DS-260 फर्ममा पहिले नै मेन्सन गर्नु भएको हुन्छ। त्यो र तपाईले भनेको कुरा चाहिँ सही मिल्नु पर्यो है। त्यसैले तपाईले हाल के काम गर्दै हुनुहुन्छ केही मेन्सन गर्नु भएको छ भने त्यो लेख्नु होला। त्यसैगरी अहिले चाहिँ कहाँ जब गरिराख्नु भएको छ त्यस्ता कुराहरू छन् भने भन्नु होला, काम गरिरहेको ठाउँको। अनि कुनै कामको एक्सपिरियन्स कुनै डकुमेन्ट तपाईले अपलोड गर्नुभएको छ भने त्यो कामको बारेमा पनि सोध्न सक्छ है। फेरि तपाई अमेरिका गइसकेपछि के काम गर्न चाहनुहुन्छ, अमेरिका गइसकेपछि के गर्ने प्लान छ त्यो पनि अभियसली सोध्छ, त्यो चाहिँ पहिले तयारी गरेर जानु होला है। त्यसैगरी तपाईले DB आवेदन कहिले दिनुभएको थियो यो पनि कहिलेकाहीँ सोधिदिन सक्छ। त्यो भनेको DB जहिले तपाईले भर्नु भएको थियो त्यो डेट नै हो हैन। त्यसैगरी तपाईलाई अर्को क्वेशन पनि सोध्न सक्छ, DB को आवेदन आफैले भर्नुभयो कि अरूको कसैको सहयोग लिनुभएको हो, सकेसम्म तपाईले आफैले भरेको हो भन्नु होला। त्यसैगरी DS-260 फर्म कसले भरेको त्यो पनि सोध्न सक्छ, त्यो पनि आफैले सेल्फ गरेको भन्नु होला। त्यसैगरी तपाईले DB को फोटो चाहिँ कुन युज गर्नु भएको छ भन्न सक्छ। कहिलेकाहीँ फोटोहरू चाहिँ र तपाईलाई देख्दाखेरि अलिकति फरक टाइपको देख्यो भने त्यस्तो अवस्थामा सोध्न सक्छ। त्यस्तो बेला नातिकन हैन यो चाहिँ मैले तपाईको रिक्वायरमेन्ट अनुसार नै भरेको छु, DB को रिक्वायरमेन्ट अनुसार नै भरेको छु भनेर भन्नु होला। यहाँ जसरी मैले यहाँ लेख्दिएको छु यसैलाई नै तपाईले बारम्बार प्र्याक्टिस गर्नु होला। त्यसैगरी तपाईले पारिवारिकका फ्यामिली मेम्बरहरू सबै इन्क्लुड गर्नुभएको छ कि छैन, राख्नु भएको छ कि छैन भनेर पनि सोध्न सक्छ हैन। त्यस्तो अवस्थामा राखेको छु भनेर भन्ने, जति जनाको राख्नु भएको छ उहाँहरूको विवरण भन्ने र कसैलाई अहिले चाहिँ म लिन चाहन्न पछि लिन्छु भन्न पनि मिल्छ हैन। अहिले म लिदिन भनेर पनि भन्न पाइन्छ है। जस्तै मानौ तपाईलाई फ्यामिलीमा DB पर्यो, मेन एप्लिकेन्ट त जानु परिहाल्यो, मुख्य जो एप्लिकेन्ट हो त्यो चाहिँ जानु पर्यो हैन। जो डेरिभेटिभमा हुन्छ जस्तै वाइफ भयो, जस्तै बच्चा भयो हैन। जस्तै म अब बच्चालाई लादिन हस्बेन्ड वाइफ मात्रै जान्छु भन्न पनि पायो। म बच्चा र हस्बेन्ड के अरे बच्चा र अब एउटा प्यारेन्ट्स चाहिँ जान्छु, अर्को प्यारेन्ट्सलाई चाहिँ लिदिन भन्न पनि पाउँछ है। मुख्य एप्लिकेन्ट बाहेक अरूलाई चाहिँ म लिन्छु या लिन्न भन्न चाहिँ पाइन्छ। त्यसैगरी विशेष गरेर तपाईलाई अब अमेरिका जानुका उद्देश्यहरू के हुन्, त्यहाँ गएर के गर्न चाहनुहुन्छ हैन, तपाई अमेरिका किन जान चाहनुहुन्छ, अब अमेरिका पुगेर के गर्नुहुन्छ है। अनि त्यसपछि तपाई त्यहाँ पुगेर चाहिँ कुन सिटीमा बस्ने योजना बनाउनु भएको छ हैन। त्यो भनेको अभियसली तपाईलाई जसले स्पोन्सर गर्यो त्यसकै एड्रेस भन्नु होला। अनि त्यसैगरी तपाईको अमेरिकामा कोही आफन्तहरू हैन अथवा कोसँग बस्ने योजना बनाउनु भएको छ यो क्वेशनहरू सोध्न सक्छ। यस्तो अवस्थामा चाहिँ तपाईले अमेरिकामा अहिले तपाईलाई जसले स्पोन्सर गरेको छ उसलाई चाहिँ नि म उसकोसँग बस्छु हैन, मेरो यस्तो यस्तो नाता पर्छ है, यो कुराहरू भन्नु होला। कहिलेकाहीँ स्पोन्सरशिपको बारेमा पनि तपाईलाई सोध्न सक्छ। त्यस्तो अवस्थामा चाहिँ स्पोन्सरशिपको बारेमा डिटेल थाहा पाउनु होला। उहाँले चाहिँ के काम गर्नुहुन्छ हैन, उहाँसँग के नाता पर्छ यो सबै कुराहरू
थाहा पाउनु होला र उहाँको एड्रेसहरू उहाँको कन्ट्याक्ट नम्बरहरू पनि याद गर्नु होला, किनकि उनीहरूले कहिलेकाहीँ उसले चाहिँ आधिकारिक रूपमै स्पोन्सरसिप गरे हो कि होइन, स्पोन्सर गरेको हो कि होइन भनेर क्रस क्वेसन जान्न खोज्छन् है। त्यस्तो अवस्थामा मात्रै बताउने, अरू बेला बताउनु परेन। अब तपाईँको आर्थिक स्थितिको बारेमा सोध्न सकिन्छ, स्पोन्सरसिप रिलेटेड अघि नै मैले भनिहालेँ होइन। उहाँ जानको लागि केही अलग्गै एक्स्ट्रा केही पैसाहरू तपाईँले जम्मा गर्नुभएको छ कि छैन, उहाँ चाहिँ बस्न खानको लागि होइन, अथवा स्पोन्सरले पुरै ह्यान्डल गर्ने हो कि अथवा आफूले पनि तयारी गर्नुभएको छ, त्यो पनि भन्नु होला। सकेसम्म मैले आफूले पनि गरेको छु र मेरो स्पोन्सर जो हुनुहुन्छ उहाँले पनि मलाई सहयोग गर्नुहुन्छ भनेर भन्ने। कहिलेकाहीँ कस्तो हुन्छ भने तपाईँहरूलाई डकुमेन्ट चाहिँ पालै पालो माग्न सक्छ, त्यस्तो अवस्थामा चाहिँ तपाईँहरूले के कागजातहरू ल्याउनु भएको छ होइन त्यो भन्न सक्छ। अनि शैक्षिक प्रमाणपत्रहरू देखाउनुहोस् भन्न सक्छ। अनि त्यसपछि तपाईँको त्यसै गरी तपाईँको सर्टिफिकेटहरू ल्याउनुहोस्, बर्थ सर्टिफिकेट होइन, म्यारिज सर्टिफिकेट है, अनि त्यसपछि चाइल्डहरूको सर्टिफिकेट कहिलेकाहीँ पालै पालो माग्न पनि सक्छ है। कहिलेकाहीँ सबै मागेर उनीहरूले जे चाहिने हो त्यो राख्छ, अरू दिन्छ होइन। कुनै इन्टरभ्युहरूले के गर्छ भने डकुमेन्टहरू पालै पालो आफूलाई आवश्यक परेको डकुमेन्टहरू माग्न पनि सक्छ है। त्यसै गरी तपाईँको यो स्वास्थ्य सम्बन्धी, अनि त्यसै गरी तपाईँको कुनै केसहरू लागेको छ कि छैन होइन, कुनै गम्भीर रोगहरू लागेको छ कि छैन, त्यसै कुनै क्राइममा तपाईँ कहिले इन्भल्भ हुनुभएको छ कि छैन, यी यावत कुराहरू सोध्न सक्छ। तपाईँले यो क्वेसनहरू चाहिँ आफै पढ्नु होला र यिनै रिलेटेड क्वेसनहरू तपाईँलाई यताउति तलमाथि गरेर चाहिँ सोध्न सक्छ, तर सोध्ने चाहिँ लगभग यस्तै पेरिफेरीमा नै सोध्ने हो है। अनि त्यसै गरी अब थप क्वेसनहरू पनि केही क्वेसनहरू सोध्न सक्छ, तपाईँ कहिले अमेरिका कहिले जानुभएको थियो कि थिएन है। त्यसै गरी त्यो बाहेक अन्य कुनै देशहरू घुम्नु भएको छ कि छैन, त्यसै अमेरिकाको बारेमा केही थाहा छ कि छैन, तपाईँले त्यहाँको कल्चरको बारेमा, त्यहाँको लको बारेमा केही अध्ययन गर्नुभएको छ कि छैन। यसमा पनि तपाईँलाई इन्टरभ्यू तयारी गर्दाखेरि बेसिक कुराहरू सिकाउने गरिन्छ। तपाईँले जुन कन्सल्टेन्सीबाट गर्नुभएको छ या चाहिँ आफैले सेल्फ गर्नुभएको छ भने आफैले त्यहाँको केही कल्चरहरू, त्यहाँको लको बारेमा, बेसिक कुराहरूको बारेमा थाहा पाएर जानु होला र त्यस्तो कुराहरू मलाई केही थाहा छ भनेर भन्नु होला है। त्यसै गरी तपाईँहरू अमेरिका गएर चाहिँ के गर्न चाहनुहुन्छ होइन, यो चाहिँ अगाडि पनि अब अगाडितिर पनि सोधिन सक्छ, लास्ट अन्तिमतिर पनि सोध्न सक्छ होइन। तपाईँहरूलाई यो चाहिँ वहाँ गएर मेरो यो गर्ने प्लान छ भनेर पनि भन्न सक्नुहुन्छ। हरू डिबीको भिजामा विशेष गरेर यसकै पेरिफेरीमा रहेर यही क्वेसनहरू नै सोध्ने गरिन्छ। तपाईँले मैले सुरुदेखि अन्तिमसम्म यो सम्पूर्ण कुराहरू तपाईँहरूको सजिलोको लागि अङ्ग्रेजी र नेपाली दुवैमा अनुवाद गरेर ल्याइदिएको छु र यसकै आधारमा तपाईँहरूलाई सोध्ने गरिन्छ। तपाईँले यी क्वेसनहरूलाई चाहिँ प्र्याक्टिस गर्न सक्नुहुन्छ। यी विभिन्न क्वेसनहरू जति पनि छन् यो क्वेसनहरूलाई प्र्याक्टिस गर्नुहोला र त्यसै गरी तपाईँले नातिकन राम्रोसँग इन्टरभ्यूको तयारी गर्नुहोला। डिबी सम्बन्धी अन्य कुनै पनि जानकारी चाहिएमा हामीलाई कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, हामी तपाईँलाई पालै पालो जानकारी दिनेछौँ। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद।